झरना माछा देखाउनु बा कति पाए माछा खोइ नमस्ते वेलकम टु ब्याक टु युट्युब च्यानल अनि यहाँलाई फेरि पनि स्वागत छ मन्जु सुनार ब्लगमा। अनि हामी चाहिँ आज माछा मार्न जाँदैछौँ अनि आजको भिडियो चाहिँ माछा मार्दै गरेको भिडियोहरू हुनेछ। माछा मार्दै गरेको भिडियोहरू हुनेछ, तपाईँहरूलाई म देखाउने नै छु माछा मार्दै गरेको भिडियो। माछा कति पाउँछ के पाउँछ भन्ने कुरा तपाईँहरूलाई म सबै देखाउने नै छु, हेर्दै गर्नु होला भिडियो चाहिँ। अहिले चाहिँ हामी भर्खर जाँदैछौँ अनि यता खाजासाजा पनि छ अनि यता हाम्रो फुपू अगाडि हिँड्दै हुनुहुन्छ हैन, हाम्रो उता पछाडि आउँदै हुनुहुन्छ, म चाहिँ यहाँ छु। हजुर थुकेरै के न छोटो मलाई छोटै मनपर्छ, लामो त मनै पर्दैन दाउरा छ। हाम्रो भाउजू त यति लामो हिजो बिहानै जानुभएको थियो, एक बाइक तेर्से भारी दाउरा बोकेर आउनु भएको छ हो। तेर्से भारी बिहान म भाडा मार्दै थिएँ अनि जानु माफु मासु भाडा भनेर जानुभएको थियो। हजुर खोइ ऊ त्यो तल पनि हामीले काट्यो ऊ यो आँखा टराको दाउरा पनि काट्यो, ऊ सिरिसको दाउरा पनि हो त। मैले झाडा डर लागि चढेको त्यो माथि हाम्रो झारेको हिँड्नु न ऊ त्यहाँबाट उँभो चढ्ने हौ क्या। सिमसाग पनि फल्यो होला है फुपू, उम्रियो होला। मिठो लाग्दैन, एक साग चाहिँ मिठो हुन्छ नि, एक साग चाहिँ मिठो हुन्छ। हामी यताबाट जाँदैछौँ। हजुर खै नखाएर पनि ल्याएको थियो। हलो काटा होइन खाँबा काटा थियो बलो भक्तिहरूको होइन केले बाटो हिँडौँ न हिँड्नु यसै। कसले के तिमी पनि खा हो कसको अब यसै त्यसै हो क्या। ल जङ्गलतिर लाग्यो म सबैको होसियार भुट्टे हाँस पनि पारेको आफूको बलै नभएर पिपिरीबाट हो होइन जाउँ चुप होइन नि नयाँ गरेर त त्यो हो कुर्कुरेको क्या निक्लिएर अहिले फुपूलाई राम्रो देखाउनु पऱ्यो भन्न क्या। यस्तै धेरै अनुहार किनेर राम्रो मान्नु पऱ्यो र हजुर तरुल है त्यहाँ के रहेछ तरुल यतातिर सबै घाँस काटिन्छ हामी तरुल खानु यहाँको यो अझै हार जोरै छ त भक्तले माथि भाउजूले भात पकाइवरी मान्दा कहिले मैले त उहाँ उयो माइली भाउजू र भाउजू मलाई नि पछि झानेको मिठो लाग्छ मक्क त्यो लसुन गनाउँछ त। मलाई लसुन झानेको मिठो लाग्छ, म लसुन गनाएको क्या पछि लसुन गनाएको चाहिँ मिठो लाग्छ मलाई। पछि झाने मिठो हुन्छ
म त पहिले पर भन्छु अनि हाम्रो खानाले के भन्छ त नभएदेखि त्यो अरू प्रकारको मनै गर्दैन राता कुकुर अहिले उठिँदैन आइदियो है काले कुकुर पनि हाम्रो काले कुकुर हाँस्छ है काले तुतुल पनि आयो भन्छ सोलनीले वाइ आउँदा यिनीहरू भोटानी त्यति हाँस्दै गएको थियो कहिले ए मलाई भेटाउनै फुपू भनेको थियो अनि ऊ अगाडि म पस्पल्थेँ लडेर हाँस्यो क्या अनि फेरि मेरो बाबालाई रोटी राखिदिनु ल भन्छ मेरो बाबालाई रोटी राखिदिनु ल फुपू भन्यो आँखा चाहिँ आमा हो के तिम्रो बाबा तरकारी हो खालको यस्तै हो थकौली ऊ तलबाट आउने हौ माछा छ त खोइ कहाँ गरेर कता छ माछा पुगिस हामी चाहिँ खोला पुगिसक्यो फाइनली देखेँ यो गाडी फारेर पनि हुन्छ हाम्रो काले कुकुर है खेल खेल स्वापले श्वास मारे आयो 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 माछा आयो माछा कत्रो ठुलो आयो 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 माछा आयो काले कुकुर कति मारे माछा यसपालि माछा खाइएर जस्तो त लागेन है मलाई दुईजनालाई झुवाइ पारेर होइन ल ल ल हल्लाउ कान्छी हल्लाउ हल्लाउ कान्छी हल्लाउ आइयो माइली आइयो आज कालो कुकुर कति मारिस माछा माछा कति मारिस भन् माछा कति मारिस कालो कुकुर माछा कति मारिस कालो कुकुर सबैले यहाँ गल्लाइलाई त त्यो गरेर के आयो आयो म माछा हेर्दै ठिक भएँ अब ल आमा चाहिँ यहाँ माछा मारेर हुन्छ फुपू उहाँ म चाहिँ यहाँ माछा बोकेर यहाँ माछा आधी भइसकेको छ होइन यहाँ माछा खाजा बोकेर म चाहिँ यहाँ खाजा र माछा बोकेर हिँड्ने अरू चाहिँ यहाँ माछा मार्ने टक्क लाएर म चाहिँ यहाँ खाजा र माछा बोकेर हिँड्दैछु यहाँ बट्टामा काले कुकुर ल माछा आयो 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 भन्छु म चाहिँ माछा र खाजा बोकेर हिँड्छु म चाहिँ माछा मार्नु अल्छी लाग्यो मलाई चाहिँ कति मारिया माछा दुईटा मात्रै भाग्यले दुईटा मात्र दिएका हुन् आयो आयो माछा आयो
ल ल ल ल ओइ से ल हामी चाहिँ यहाँ आइसक्यौँ आइछ म चाहिँ यहाँ माछा यति भइसक्यो चाहिँ माछा यति भइसक्यो म यहाँ बाटो हिँड्दैछु ओहो आउनु अब चाहिँ यहाँ यति भइसक्यो माछा म चाहिँ माछा नराखेन माछा समाउने अनि खाजा बोक्ने हिँड्ने यहाँ यस्तो झर्ना छ झर्ना यता आउँदै हुन्छ आमाले कुकु यहाँ त खोल्नु सक्दैन झर्ना यो झर्ना झर्ना छिटाउन अब खाजा खानुपर्छ अनि लाग्नुपर्छ माछा देखाउनु त कति पायो माछा खोइ काइदाले माछा त हो ठुलो माछा देखाउँदै हुन्छ लाग्छ है क्या हिले आमाले माछा कति पाउनु भयो देखाउनु त आमा गरेर झन् पोल्टो भएछ आमाको त झन् माछा मारिसक्यो अब हामीले खाजा खायो होइन अनि यहाँ चाहिँ दुईजना मान्छेले जाल खाँदैछन् जाल यहाँ जाल खाँदैछन् जाल चाउ बिडी के हो बिहानको त यति मात्र गइदिनु छ अनि यहाँ यस्तो झर्नाको छेउमा बसेर यहाँ जाल चाउ खाँदैछन् म त्यहाँ बसिरहेको नखोलेको होइन यति गराउँछु क्या यति मात्रै ल अनि यहाँ त जाल आयो जाल खाने हेर न अनुहार पनि राम्रो माछाले पुगेन जाल खान थाले हेर हाँस्यो निकाल्यो हेर न माथिबाट पनि कति राम्रो देखेको हजुर यहाँ हाम्रो फुपू यहाँ डराएर यहाँ पाखा चढ्नुलाई हामी चाहिँ माछा मारिसकेर पनि घर फर्कियौँ होइन माछा मारिसकेर फर्कियौँ हामी अब बाटोमा निक्लो पायो निक्लो पुग्छौँ चढा 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 ल छिर्छन् राम 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 डरले मान्छे त डरले त ल माछा माछा निग्रो यति पायो माछा यति अनि यो गङ्गटा गङ्गटा यति रे माछा चाहिँ यति धेरै माछा चाहिँ धेरै छ गङ्गटा यति छ अनि अनि आजको भिडियो चाहिँ यति नै अनि हजुरहरूलाई के कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथसाथै नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला क्या अनि आजको भिडियो चाहिँ यति नै अनि फेरि पनि अर्को भिडियोमा भेटौँला सबैजना टाटा बाई बाई